साथीहरु नमस्कार, स्वागत छ हाम्रो युट्युब च्यानलमा। साथीहरु, आलु खेती गर्नुभन्दा पहिले सबभन्दा पहिले चाहिँ खेतको जोताइ गर्नुपर्छ र खेतको माटोलाई पुरा एकदम भुरभुरा बनाउनुपर्छ। जति भुरभुराउँदो माटो हुन्छ त्यति राम्रो चाहिँ हाम्रो उत्पादन हुन्छ। यस कारणले गर्दा आलुको खेतमा लगभग 3 पटकले कमसेकम 3 पटकले चाहिँ रोटावेटरले जोताइ गर्नुपर्छ र सुरुमा कमसेकम 1 पटक कल्टिभेटरले जोताइ गर्नुपर्छ। र साथीहरु, यसमा लास्ट जोताइको समयमा चाहिँ हजुरसँग यदि गोबर मल छ भने भुरभुरा एकदम गोबर मल हाल्नुपर्छ र त्यसपछि हजुरको चाहिँ अलिअलि रासायनिक खाद पनि हाल्नुपर्छ। जस्तै प्रति कट्ठामा तपाईको 5 किलोदेखि 7 किलोसम्म डिएपी अनि 3-4 किलो युरिया अनि 3-4 किलो पोटास सबै मिलाएर चाहिँ मिक्स गरेर चाहिँ खेतमा राम्ररी हाल्नुपर्छ। सबै खाद चाहिँ हालिसकेपछि लास्टमा अन्तिम जोताइ गर्नुपर्छ। एकदम भुरभुरा पुरा बनाउनुपर्छ माटोलाई। साथीहरु, अब खेतमा चाहिँ मार्किङ गर्नु पर्यो। लगभग एक हातको दूरीमा चाहिँ मार्किङ गर्नु पर्यो, एकदम सीधा सीधा। जुन हामीले आलु रोप्छौं त्यसको लागि चाहिँ मार्किङ गर्नुपर्छ र त्यही मार्किङ गरेको ठाउँमा चाहिँ एक वटा तपाईको 6 इन्चीको दूरीमा चाहिँ एक वटा आलु रोप्नुपर्छ। र हजुरहरूले एउटा कुराहरु ख्याल राख्नुस्, पानीको निकासको लागि चाहिँ बीच-बीचमा नाली पनि दिनुपर्छ। किनभने पानी पर्ने कुनै ग्यारेन्टी हुँदैन। आजकल मौसम एकदम खराब हुन्छ, कति बेला पानी पर्छ त्यो थाहा हुँदैन किसानलाई। यसकारण पानीको उचित निकासको पनि व्यवस्था मिलाउनु पर्छ। अब यस्तै हजुरहरूले भिडियोमा देखे चाहिँ यस्तै तपाईले मार्किङ गरेको ठाउँमा चाहिँ आलु रोप्दै जानुपर्छ 6 इन्चीको दूरीमा। यदि आलु हजुरको सानो छ भने त्यो दूरी घटाएर चाहिँ हामीले 4-4 इन्ची पनि गर्न सक्छौं। तर सकभर चाहिँ मिडियम क्वालिटीको सीड चाहिँ रोप्नुपर्छ। मिडियम क्वालिटीको मार्केटमा जुन आलु आउँछ त्यो रोप्नुपर्छ र हजुरहरूले सकेसम्म चाहिँ अंकुरण भएको आलु किन्नु होला बजारबाट। त्यसको ग्रोथ चाहिँ एकदमै राम्रो हुन्छ। र यति गरिसकेपछि अब कोदालोले चाहिँ बीचमा जुन हाम्रो ग्याप हुन्छ त्यो ग्यापको चाहिँ माटो उठाएर चाहिँ फेरि त्यही आलुमाथि राख्दै जानुपर्छ र कमसे कम यसको जुन क्यारी हुन्छ, यो माटो जुन छोपिन्छ त्यसमा आलुमाथि, कमसे कम यसको हाइट चाहिँ 9 इन्चीसम्म हुनुपर्छ। कमसे कम 9 इन्चीसम्म हुनुपर्छ। र जति धेरै माटो हुन्छ त्यति राम्रो आलुको लागि चाहिँ आलुको जुन भित्र हाम्रो जुन ग्रोथ हुन्छ, भित्रको हाम्रो जुन आलु पर्ने ठाउँ हुन्छ त्यसको लागि राम्रो हुन्छ र हाम्रो उत्पादन पनि राम्रो हुन्छ। यसकारण कमसे कम 9 इन्ची हाइटमा चाहिँ माटो चढाउनु पर्छ र कमसे कम यसको 1 फुट चौडाइ हुनुपर्छ। माटो जुन चढाइन्छ त्यसको क्यारीको माटो चढाइसकेपछि यो हातले राम्ररी सम्याउनु पर्छ, एकदम बराबर गर्नुपर्छ। र हजुरहरूले चाहिँ यस्तै प्रत्येक क्यारीमा यस्तै काम गर्नुपर्छ। र हजुरहरूले यदि गोडमेल गर्न चाहनुहुन्न भने यसमा लास्टमा गएर चाहिँ माथिबाट पराल राख्न सकिन्छ। माथिबाट पराल राख्नले चाहिँ गोडमेल पछि गएर गोडमेल गर्नबाट छुट्टी मिल्छ, गोडमेल गर्नु पर्दैन। र पराल राख्नाले जुन अनावश्यक घाँस उम्रन्छ त्यो पनि उम्रन पाउँदैन, त्यसको लागि राम्रो हुन्छ।